त्यो प्रमाण प्रुफ सहित लिएर आउनुहोस्। अनि टिओबी ग्याङ को टिओबी ग्याङ भने टिओबी ग्याङ भनेको को त्यो लिएर आउनुहोस् तपाईँले प्रमाण प्रुफ सहित। सहकारी ठगी भन्ने भनेको छ यहाँ ठगको ग्याङ भनेको छ होइन जेल तोडेर भाग्ने जेल तोडेर भागेको छ प्रमाण सहित लिएर आउनु छुट छैन ज्ञानेन्द्र साईलाई कसम छुट छैन। यो छाडा छोडेको साँडे जस्तो भएको छ यिनीहरू साँच्चीकै यिनीहरूको नियन्त्रण गरेन भने यो साँडेले धेरै मान्छे लडाउँदै हिँड्छ। यस्ता साँडेहरूलाई कसरी बाँधेर राख्नुपर्छ त्यसको दम अध्यक्षसँग पनि छ। कुरा बुझ्नुहोस् ध्यान जाओस् यो कुरामा। बोल्न पाए भन्दामा जे पाए त्यही बोल्ने होइन छुट छैन तपाईँलाई। कहाँ डराउनु हामी डराउँदैन नि कारा कुरुक पारेर हामी हालिहाल्छौँ नि जाओ। म त किम जोङ जस्तो सरकार आउनुपर्छ भनेको बालेन त कति फ्याक्जिबल भयो कति हो यहाँ किम जोङ आउनुपर्छ। यहाँ त बोल्नै दिनुहुन्न यहाँ त सबैलाई थुन्ने डेङ्का डेङ देश विकासमा लाग्ने काम गर्ने विभिन्न खालको ब्रान्डको रक्सी खाने 4 जना मान्छेले उक्सायो भनेपछि अनि जे पाए त्यही बोलिदिनु छुट छ। छाडा छोडेको साँडे हो नियन्त्रणमा लिनुपर्छ। सरकारलाई पनि मेरो आह्वान हो तुरुन्तै कानुनी कटघरामा ल्याएर यो मान्छेलाई कानुनी सजायतिर लानुपर्छ। सांसद पद पनि खारेज गर्नुपर्छ। यो जो बालनको विरोध गर्छ जो रविको जो यो सरकारको अहिले तुरुन्तै त्यो विरोध गर्न आउँछ नि भड्केको आत्मा यिनीहरू त भड्केको आत्माहरूले मात्रै यो विरोध गर्न आउँछ। हिजो अध्यक्षले यही टेबलमा बसेर नेपालको प्रधानमन्त्री बालेन शाह हुन्छ भन्दाखेरि यो अध्यक्षको दिमाग खुस्केछ तार खुस्केछ भन्ने मान्छे तपाईँको क्यामेरामा पनि कैद होला ती मान्छेहरू अहिले बेहोस भएर कोमामा छ त्यो मान्छेहरू। हाम्रो भनेको सुधार गृहको जस्तै सरकार हो होइन सुध्रिनलाई चान्स दिन्छ। हाम्रो भनेको तिमीहरूलाई ठोकेरै सिद्धिहालौँ भन्ने पनि होइन होइन मान्छे बन्न चाहन्छ साँच्चीकै मान्छे बन्छ भने मान्छे बन एकचोटि भनेर छुट दिने सरकार पनि हो। कोही 7 सिट बोकेर आउने कोही सिङ्गै 1 सिट बोकेर आउने अनि त्यस्तोले हेपेर हुने चाहिँ के हो भने नि सरकारको खुट्टा तान्ने सरकारलाई लडाउने त्यो ठाउँमा म पुग्न जाउँ भन्ने हो त्यो प्रतिपक्ष भनेको त। त्यो त त्यहाँ भाग ठुलो खानलाई मन्त्रीको स्वाद थाहा छैन उनलाई त्यहाँ आम्मामा मन्त्री बस्ने ठाउँ हेर्नु त त्यहाँभित्र 3 स्टेप पार भएपछि बल्ल मन्त्री भेट्न पाउँछ। अनि उनीहरूलाई लाग्दैन त्यो ठाउँमा बसौँ भनेर अनि अहिले मुडामा जहाँ भयो त्यही यसरी बसिराखेको छ कल्पना त्यहाँ मन्त्री गरिराखेको छ। अनि कहाँबाट चाहिँ झार्ने त छोटो बाटो के त भनिसकेपछि यो फन्ड लगाएर न जनतालाई चाहिँ भ्रम फिजाउनु मिल्छ कि न यसो मिल्छ कि ल्याट लोटरी लाग्यो भने त मन्त्री भइ पो हाल्छ कि यो खालको च्याखे थापेर बस्नेलाई चाहिँ प्रतिपक्ष भन्ने।